मिल्छ भने त हे भगवान यो जुनीलाई यस्तै भइहाल्यो, अर्को जुनीलाई चाहिँ मलाई लोग्ने मान्छेको एउटा टिङ्ग्रे गराएर यो धरतीमा पठाइदिनु है भनेर भन्छु के। कति सेवा र सुविधा हो, कति आनन्द हो, कति कायता हो भन्छु के मैले लोग्ने मान्छेका जातलाई। बिहान उठेर तुरुक्क मुतेर दिनभरि जुवा खेलेर अनि जाँड रक्सी ढोक्नसम्म ढोकेर मुन्टाले टेक्दै आधा रातमा घर आए पनि हुनी। भात खाएर तुरुक्क थाला चुठेर दिनभरि खाता लम्पसार गरेर त्यही मोबाइल मात्रै घोचेको गरे पनि हुनी। अनि भात खाने बेला भयो, आफूले एउटा नुनको पोको जिन्दगी नल्याए पनि यो तरकारी किन यस्तो पका कि किन यो नमिठो भयो, हिजो पनि यही खानी आज पनि यही खानी, तेरा टाउकाबाट घोप्टाइदिन्छु भनेर आफ्नी बुढीलाई लम्की र धम्की पारे पनि हुनी। घरमा पाके भात छोडेर गएर मैले आज भात खान्न है भनेर फोन गर्ने पनि हुनी। यहाँ जान्छु भनेर उहाँ अर्कै ठाउँमा गएर म त आज यतै बस्छु भोलि मात्रै घर आउँछु है भने पनि हुनी। आफ्नै घरमा सोझी सर्लक्क परेकी ज्ञानी बुढी हुँदा हुँदै 10 तिर लाग्दै हिँडे पनि हुनी। कति सुविधा हो, जे गरे पनि हुनी, जसो गरे पनि हुनी। अनि श्रीमतीले किन यस्तो गरेको, यो खानु हुँदैन, यो गर्नु हुँदैन भनेर भन्यो भने तेरा माइतीबाट ल्याएको हो र, खाएँ त मेरै बाउको सम्पत्ति खाएँ भनेर छाती ठोक्दै कराउँदै अनि त्यो स्वास्नीलाई लम्की र धम्की पारेर कुटपिट गरे पनि हुनी। जे गरे पनि हुनी, जसो गरे पनि हुनी के। त्यही भएर मैले त हे भगवान मेरो चाहिँ बिन्ती सुनेर अर्को जुनीमा चाहिँ मलाई एउटा लोग्ने मान्छेको टिङ्ग्रे गराएर यो धरतीमा पठाइदेऊ है, मलाई अरू केही चाहिँदैन भन्छु के। गएको ल भाँडा मान्न बितिसक्यो, यति भन्न आएको आज भगवानलाई बिन्ती बिसाएको नि।